एभ्रिवान, म चाहिँ खामबारी जाने क्रममा बाटोतिर घामसँग हिँड्दैछु। यस्तो घामले साह्रो परिसक्यो, ज्वरो आइरहेको छ, त्यही माथि नि घामले साह्रो पारिसक्यो है मलाई। एक्लै छु आज, गाउँदेखि खामबारी जाने कतिखेर घाम लाग्दैन हो, मलाई त टाउकै दुखिसक्यो। भन्दा पानी खानुपर्ने भयो, पानीको धारै ल्याएको म चाहिँ पानी खाँदैछु। कस्तो आनन्द भयो। यस्तो अप्ठ्यारो बाटोबाट म झार्दैछु, हेर्नुहोस् खोलाको छेउ पुगिसकेँ। खोला छ, खोलाको छेउमा पुगिसकेँ। हेर्नुहोस् कति चिसो पानी। गुरु अब यो खोपेको ढुङ्गा चढ्न सुरु। हेर्नुहोस् है कति लामो छ यो खोपेको ढुङ्गा। यो खुट्टा अडिने बनाएको पहिल्यैदेखि कति लामो छ। तपाईँहरू गर्दै जानुहोस् है कतिवटा छ। एक्लै हुनु पनि एक मजा, एक नमजा, बोल्ने साथी नहुँदा नमजा, एक्लै बरबारिँदै हिँड्दैछु। आमामा कता लामो छैन यो, हेर्नुहोस् त कति लामो। यहाँ